हेलो नमस्कार। आज हामी होलिडेको दिन बाहिर घुम्न जाँदैछौँ। अहिले हामी ग्रिनविच भन्ने पार्कमा जाँदैछौँ। जानलाई अघि बढ्दैछौँ। फाइनली ग्रिनविच पार्कमा छिर्न लागिरहेका छौँ। भर्खरै बसबाट 53 बसबाट झरेर पैदल यात्रा गरिरहेका छौँ। फाइनली गेटमा आउन लाग्यौँ साथीहरू। युके को ब्युटिफुल प्लेस, नाइस फ्लावर, नाइस वेदर, नाइस पिपल। पक्कै पनि आज रमाइलो हुनेछ। हाम्रो निस्ता सिंह अगाडि निश्चल सिंह फाइनली गेटबाट छिरियो है। वाओ ब्युटिफुल। ल भित्र छिरिएको अवस्था। अब एकैछिनमा फ्लावर फुलको बगैँचामा पुग्नेछौँ। सो अब हामी भिडियो पिक्चर केही बेरमा लिनेछौँ। यहाँ झट्ट हेर्दा नेपाली हाम्रो भाषामा चुत्रो भनेर चिनिने जस्तै एउटा फल देखियो। हामीलाई लाग्यो कि चुत्रो भन्ने झुक्कियौँ जस्तै। फेरि हामी फाइनली उता फुलेको बगैँचातिर छिर्यौँ। कोही सेतो, कोही रातो, कोही गुलाबको फुल जस्तो फुलको बगैँचामा पुग्यौँ। रमिला सिंह लाली गुराँस सम्झेर लाली गुराँसको फुलतिर हेर्दै हुनुहुन्छ। कोही दायाँ कोही बायाँ आफ्नो सुरमा छिर्यौँ। केही बेरमा आफ्नो तालमा, कोही मोबाइलमा व्यस्त, दाजी चाहिँ झोला बोकेर अघि कोही फुल सुँघ्दै आफ्नै पारामा पिक्चर लिन तयारमा हिँड्यौँ। लाग्छ यहाँभित्र छिरेपछि स्वर्गमै रमाउन थाल्यौँ छिरेको जस्तो अनुभूति भइरहेको छ। फेरि अघि बढ्दै भिडियो बनाउँदै आफ्नो तालमा अघि बढ्यौँ। दायाँ बायाँ गोरीहरू पनि आफ्नो तालमा रमाउँदै देखेर ठ्याक्कै बाटोमा स्क्वारल भेट भयो। लाउन थाल्यो। स्क्वारल चाहिँ मान्छेसँग खेल्ने, हाम्रो भाषामा चाहिँ लखर्के भनेर त्यसलाई चिनिन्छ। म चाहिँ निश्चलसँग रमाउन थाल्यो। फेरि म निश्चलसँग रमाउँदै ठ्याक्कै एउटा तलाउको नजिक पुग्यो। त्यहाँ चाहिँ परेवा र हाँस चाहिँ पानीमा खेलिरहेको रहेछ। हामी त्यसलाई हेऱ्यौँ। स्क्वायरलाई पनि हामीले खाएको चिप्स दियौँ।
त्यो पनि हाम्रो नजिक आयो है। परेवा पनि ठ्याक्कै आयो। त्यसपछि हामी परेवाहरूलाई खानेकुरा दिँदै त्यही हेरेर रमाउन थाल्यौं। एकछिन त्यही रमायौं। केही बेरमा फेरि फ्लावर भएकोतिर अघि बढ्यौं। धेरै दिनपछि निस्किएर पनि होला हामीलाई साह्रै आनन्द महसुस भयो। अनि त्यही घुमेर हामी रमाउन थाल्यौं। फेरि हामी यो युके को जहाँ हामीले ग्रिनविच भनेर चिनिने घडीको टाइमबाट सेट गरिन्छ विश्वमा, त्यो ठाउँमा पुग्यौं र केही रमणीय स्थलहरू त्यहाँबाट देखियो। लन्डन शहर सिटी त्यहाँबाट छर्लङ्ग देखिने रहेछ। केही बेर हामी हेऱ्यौं। चारैतिर रमाइलो ठाउँहरू देखियो। साह्रै आनन्द लाग्यो। त्यसपछि फेरि हामी बाहिर निस्कने तर्खरमा लाग्यौं। बाहिर आएर हामी बसको प्रतीक्षामा बस्यौं। केही बेरमा बस पनि आयो अनि हामी फेरि आफ्नो घरतिर लाग्यौं। बस चढ्यौं।